नेपाल सरकारले करदाता प्रोत्साहन उपहार भनेर एभ्रीडे एकजनालाई 1,33,334 रुपियाँ र फोर्टनाइटली पाक्षिक रूपमा एकजनालाई 10 लाख रुपियाँ उपहार दिँदैछ। त्यसको लागि कसरी अप्लाई गर्ने एकचोटि हेरौँ है त। फर्स्टमा तपाईँले आफ्नो इन्टरनेटको ब्राउजरमा गएर price.ird.gov.np टाइप गर्नु पर्यो। त्यसपछि यहाँ एउटा सेलेक्ट गर्नुपर्ने आउँछ यो पेमेन्ट कसरी गरे भनेर, नगद हो कि क्युआर अथवा कार्डबाट हो। क्युआर अथवा कार्डबाट हो भने यहाँ तपाईँले रजिस्टर गरिराख्नु परेन, यो अटोमेटिक दर्ता हुन्छ। आफूले गरेको पेमेन्टको डिटेल्स चाहिँ सुरक्षित राख्नु होला। त्यस्तै यदि तपाईँले नगद पेमेन्ट गर्नु भएको छ भने यहाँ रजिस्टर गर्नु पर्यो। यसमा यो डिटेल्सहरू भर्नु पर्यो, बिल नम्बर, त्यसपछि यहाँ सोधिएको सबै डिटेल्सहरू भरेर पुरस्कार कुपन सिर्जना गर्नुहोसमा क्लिक गर्नु होला। त्यसपछि यहाँ तपाईँको पुरस्कार कुपन नम्बर आउँछ, त्यसलाई एज अ फोटो डाउनलोड पनि गर्न सकियो अथवा यहीँबाट स्क्रिनसट लिए पनि भयो। अब यहाँ एन्ट्री त भयो, तर यो बाहेक थाहा पाउनु पर्ने अरू चिजहरू पनि छन्। बिलको अमाउन्ट 100 रुपियाँ भन्दा बढी हुनुपर्छ। एउटा बिल बापत एउटा मात्र टिकट पाइन्छ र एउटा बिल एकचोटिको लागि मात्र उपहारको लागि योग्य हुन्छ। र फेरि बिल चाहिँ त्यही महिनाको हुनु पर्यो। जस्तै श्रावणको लागि भइरहेको छ भने श्रावण महिनाकै बिल हाल्नु पर्यो, असारको पाइएन, अथवा कुनै पनि पुरानो बिल हाल्न पाइएन। अनि एकदम याद गर्नुपर्ने चिज, बिल लिँदाखेरि बिक्री गर्नेको प्यान नम्बर अनिवार्य हुनु पर्यो। अनि कस्तो कस्तो बिल चाहिँ यो उपहार योजनाभित्र पर्दैन त्यो पनि थाहा पाइराखौँ। इन्स्टिट्युसनल पर्चेजेस, व्यावसायिक प्रायोजनको लागि खरिद गरेको सामानको बिलहरू, बेसिकली कुनै पनि कम्पनीको नाममा इस्यु गरेको बिल छ भने त्यो यहाँभित्र परेन। त्यस्तै सरकारी निकाय सार्वजनिक संस्थानले जारी गरेको बिल, यातायात कार्यालय, पासपोर्ट अफिस त्यहाँ तिरेको दस्तुरको बिलहरू पनि यहाँ काम गरेन। त्यस्तै टेलिफोन, इन्टरनेट, ट्रान्सपोर्टेसन, फ्लाइट टिकट यिनीहरू कुनै पनि यो योजनाभित्र परेन। र यसमा आफूले जितेको भनेर चाहिँ कसरी थाहा पाउने त? प्रत्येक महिनाको 1 र 16 गते यो प्राइज कसले जित्यो भनेर अनाउन्स हुन्छ र पुरस्कार विजेताको नाम चाहिँ IRD को वेबसाइट र सोशल मिडियामा अपडेट गर्नुपर्छ भनेर यो कार्यविधिमा म्यान्डेट गरिएको छ। र त्यति मात्र होइन, कसैले जितेको छ भने विजेतालाई उसको इमेल एड्रेसबाट कि त उसको फोनमा SMS मार्फत जानकारी गराउनु पर्ने भनेर यो कार्यविधिमा म्यान्डेट गरिएको छ। अब तपाईँले जितिहाल्नुभयो भने चाहिँ के गर्ने त? आफ्नो ओरिजिनल बिल, सरकारी निकायबाट जारी भएको परिचय पत्र, नेसनल आइडी कार्ड, नागरिकता, पासपोर्ट, ड्राइभिङ लाइसेन्स, जस आइडेन्टिफिकेसनको एउटा कार्ड, आफ्नो प्यान नम्बर र आफ्नो ब्याङ्क अकाउन्टको डिटेल्स, यो सबै अट्याच गरेर एउटा निवेदन लेखेर आफ्नो नजिकको कर कार्यालय गएर उपहारलाई क्लेम गर्न सक्नुहुन्छ। र यदि तपाईँलाई यो उपहारको बारेमा अझ धेरै जान्न मन छ भने IRD को वेबसाइट ird.gov.np मा गएर यो कर कानुन भनेर लेखिएकोमा क्लिक गरेर कार्यविधिमा क्लिक गरेर अन्यमा जानुभयो भने यहाँ फर्स्टमै यसरी कार्यविधि आउँछ र यो कार्यविधिमा यो भिडियोमा भनिएका कुरा प्लस अझ डिटेलमा इन्फर्मेसनहरू पाउन सक्नुहुन्छ। श्रावण 16 मा यो नोटिस आइसकेको छ, लटरी सुरु भइसक्यो, तपाईँले रजिस्टर गर्नुभयो त?